गाइजहरु तयार हुँदैछन् लिएर यो चाहिँ डाँडाको फर्स्ट चट काले डोन भनेर चिनिन्छ डाँडाको आउँदैछ गाइस अब म चाहिँ यो झोल ल गाइस अब अर्को गेम हुँदैछ हक डाँडा भर्सेस जर्को मारामार हुने अवस्था छ जमिनै खनिदिन्छन् कि कतै यहाँ रविको मात्रै भिडियो बनाउने अरे अझै मुर्जाले नि मेरो मात्रै भिडियो बनाइ भनिरहेछ ठ्याक्कै त्यसले उले टिकटक हाल्न काटेर टिकटकमा हाल्नलाई ल ठिक छ न हजुरले भिडियो बनाउने कल्चर गराउँथेर नि वालिङ जाम जान पाए किन ल है अब अर्को गेम पनि एकदम धडका हुँदैछ गाइजहरु रेडी हुँदैछ कतै प्लास्टरै भत्काइदिने हो कि भन्ने डर छ चट्टै यहाँ है ल जसलाई हेराख्नु पर्यो बिसाउनु पर्यो माइन्ड राखेर किन बोक न बोक्दै राम्रो देखियो कि कतै अर्को गेमै नहुने हो कि भन्ने डर छ है गाइस प्लास्टर भत् त्यही तल त हो बस्ने कुरो अब मैला भयो यार जतिले नि हेर्नुहुन्छ लाइभ सब्सक्राइब गर्नु भोलिबाट यहाँ गण्डकी प्रदेशको सायद खेलाडीहरू आउँदै हुनुहुन्छ सञ्जु विक्रम शाह नै आउने कुरो छ गाइज तँलाई के भन्ने राम्रो हाम्रो यहाँ कुरो छ नाम चलेका खेलाडी नै आउँदै हुनुहुन्छ ओहो खेलाडीहरू चाहिँ छिर्दैछन् है गाइज हेर्नुहोस् लोकल काँक्रो खाएको खेलाडीहरू ओ भोलि नै आउने हो फेरि जित्यो भने टक्क खेलाडी वार्मअप गर्दैछन् काले पनि ट्रेनिङ गराउने त खत्रै हुन्थ्यो हैन गण्डकीमा सिक्यो कस्तो त्यही त तर के गर्ने यहीसँग यो जस्तै केटा आएको थियो हाम्रो गाउँमा म्याच खेल्नु 50,000 को त्यो केटा नि काले जस्तो आउँथ्यो ट्रेनिङ गरेर त्यो गण्डकीमा छिर्यो त्यसलाई कुन चाहिँ के थियो कि त्यसको नाम मैले भुलेको केटाहरूलाई थाहा छैन कुन खेल्ने कुन खेल्ने पनि हान्ने कुन चाहिँ ए ओ सन्जोग मैले नाम थाहा छैन कि मलाई त्यो बिरुवाको गण्डकी यहाँ त्यो बिरुवाको सन्जोग देऊ रे कुन चाहिँ मैले भुलेँ कि यो केटाहरूलाई थाहा छैन तिमीले त्यही भनिरहेको थियो सरी सन्जोगको अस्ति घर छिरेको केटा देख्ला त हल्को देखियो त है हुँदैछ है कडा गेम हुँदैछ है गाइस कतै जमिनै भत्काइदिने भन्ने डर छ है गाइस
गाइज उताबाट चाहिँ खया बिर्का आउँदैछ है टक्क हेर्नु ओहो खया बिर्की भनेको त सिल प्याकै हैछ है गाइज है है गाइस गाउँमा चाहिँ धेरै एनर्जी खाने मान्छे हुन्छ रक्क खायो केटाहरू चाहिँ के हो अल्को पो देखिया त ड्रेसमा त हैन कतै जमिनै खन्दिने कि भन्ने डर छ काले त राम्रो खेल्छ हैन तर यो ट्रेनिङ बस्ने नि यो कडै निक्लिन्थ्यो क्या हैन गाउँमा राम्रो खेल्ने काले जेमा नि पर्फेक्ट छु हैन एकताकै हो का अरे त्यो उताकै के अरे उतापट्टि धारा पानी के यसको घर पारिपट्टि के उता खोलसँग के धारा पानी त्यहाँ गएर हामी क्रिकेट सिधै खेलेको खेतमा अस्ति भएर यिनीहरू यहाँ वालिङ नआउन्जेल त हामी गएर खेलिन्थ्यो कि त्यहाँ गएर हामी यहाँ क्रिकेट खेलेर मान्छे बार्ली मार्न गएर अझै एकदिन त यहाँ मान्छे हल्लक्कै गरेको नि त्यो यो अभिषेक छ नि एक नम्बर योसँगै यो कुसनहरूसँगै खेलिन्थ्यो नि बल कसो हल्लक्कै बढ्यो गेम बढ्यो अनि सिधै ठुल्ठुलोसँग खेलेको कि निसँग त्यहाँदेखि यिनीहरू चाहिँ 25 नाके एक 4 नम्बर छिटो नखेलाएर के गरे अन्त नि अहिले अँधेर हुन्छ अन्त खान रोप्यो भने रमाइलो हुन्छ क्या भन्दै हुन्छ क्या सबै यहाँ रमाइलो गर्छ बसेर त्यहाँ जान्छ तिनीहरू सबै जरकोटे हो कि मिक्स छन् मजाको पनि छन् जरकोटे मस्कोटे साबिक हो क्या मिल्न पाइयो हाम्रो गाउँले छ्याक्क खै त्यो एम्पायर कहाँ गयो भनेको रेफ्री खाना खायो होला एम्पायरहरूको 24 घण्टा खाना दिने अगाउनु त्यही खै त गेम सुरु गर्नुपर्ने हो अँधेर भयो त यो त उड्ने त्यही त एकैछिन पनि अँधेर हुन्छ त है
छिटो नखेलाएर के गरिरहेको नि टाइम बाहिर होला कि वालिङ 5 भनेपछि जगतको नि मिसिन पाउँछ र पाउँदैन जगत मिसिन पायो जगत ए कमिरे डिसिङको डाँडै कति अरे चाउकोट नगरपालिका कमिरे 4 हो हङडाँडी चाहिँ वालिङ नगरपालिकै भए ठिक थियो है बनाउन मिल्दैन मिल्छ होला सबैहरू मिल्छ होला गाउँ जति गएर अन्त गाउँमा मान्छे भाउ कमी हुँदै गयो होला है रामडाँडा खासै टाढा त पुग्दैनन् होला हो नि गाडीहरूको सट हेर्न पऱ्यो भने ससाना ठिक लाग्यो कालेको सट हो क्या बिहान आउँदासम्म फेरि हान्न नि पाएन कि ड्याम डुम कहाँ गयो यार कति बज्यो 500 ओहो सिथार नि गेम खेला अँधेर हुन लाग्यो यार के गरेको नि नेपालमा फेरि यस्तै हो कि जब अँधेर हुनु भुँडी चिरेर आयो बल आयो भिजेर आयो क्या यिनीहरूलाई यो बल खेल्ने मान्छेलाई खेल्दाखेरि क्या नि खेलेर उफ्रिँदा त्यस्तो भोक लाउन एन्टाएर फेरि थपक त्यहीँ बसेर सुन गरेर नि भोक लाउँछ कि छिनमा खान जान्छ एक गेम गयो क्या फेरि आयो अन्त अर्को गेम के हुन्छ नि अरू गेम खायो फेरि आयो ल गाइस गेम सुरु हुन गइरहेको छ अब चाहिँ होला जस्तो छ है सबैलाई डर छ है जमिनै भत्काइदिन्छन् के भन्ने वीर र चिन्ता त्यता छ है काललाई क्याप्टन बनाइदिन्छ र म ट्रेनिङ गरेर बसेँ नि गण्डकी कलेजमा पढ्थेँ क्या नभए विभाग टोली यहाँ लान्थेँ कि होला है यो धेरै गेम बसेको छ यो अहिले त यस्तो राम्रो छ अझै ट्रेनिङ बसेर यस्तो खतरा हुन्छ केटाहरू बाट्नु छ कि केटाहरू बाट्नु छ कि अहिले बस्छ नि उता अहिले शीतल उता बसेर खेलौँ भनिरहेको छ नि अनि फेरि हामी अहिले यता बसेर फेरि उता जाँदा घाम पऱ्यो भने त हामीलाई उज्यालो हुन्छ त्यसै बिताएर खेल्यौँ अनि यता आएर खेल्यौँ जित्लिन्छ भने दिमाग ल गाइस हुँदैछ है गेम धडाका
है केटाले स्टाइल मात्रै पार्लान् फेरि हैन नहीं हुँदैछ है गेम एकदम धडाका कमेडी गरे नि केटाहरु कतै जमानै भरिदिन्छन् कि भने त सर्भिसिङ कसलाई नि कटाउँदैन ए यो पनि सर्भिस राम्रो हो तलबाट दिएको ओहो हो खै त जरकोट अब यही गाडीमा चढेर जाने होला हो त्यही मजाकोटको ड्राइभर हो के बाइक छ होला हिँड्दै आएका हुन् अहिले लाइन साइन थियो नि रात परेपछि लाइनमा फेरि यो पनि अहिले घाँसकुस के लाग्थ्यो नि घाम हुन्छ अरे टाइम त ठिकै रात नपऱ्यो त अन्त मुझे कोटली हैं कोई चार कोटली हैं हाय गाइस पुन्हा गइरहेको छ धुम धडाका चारकोट बसे ढोक डाँडा ढोक डाँडामा काले डन छ भनी जरकोटेमा लाम्चे डन 3 नम्बर भनेको लाम्चे त्यही जमिनै खन्दिने
हङडाँडाबाट फल खुवाउन गइरहेको छ। यसको फाइदा चारकोटलाई 1-0 है। ल है फेरि राम्रो पेलिङको साथ नम्बर थप्दै जर्कोट 2-0। राम्रो पलकको साथ नम्बर थप्दै खाता खोल्दै हकडाँडा 1-2। ठिक छैन सर्भिसमा हकडाँडा राम्रो सट हान्दै जर्कोट 3-1। राम्रो पिलिङको साथ हङडाँडा नम्बर थप्दै 2-3। कालेले धेरै नक्कल पार्दैछ है। राम्रो सट हान्दै जर्कोट नम्बर थप्न सफल 4-2। सर्भिस कट्न असफल। यसको फाइदा हकडाँडालाई 3-4। राम्रो पेलेसिङ 7 नम्बर थप्दै हकडाँडा 4 बराबर। दुई म्याच हो कि अनि के यो गेम भएपछि अब गेम खेल्ने कि यो गेम भएपछि घर जाने यही भएपछि जाने होला नि। राम्रो सट देउरेले हान्दै नम्बर थप्न सफल हकडाँडा 5-4। फेरि गल्ती गर्दै जर्कोट नम्बर थप्न सफल हकडाँडा 6-4। सर्भिस बाहिर फ्याँक्दै हकडाँडा नम्बर 5-6। राम्रो सट सो 7 हकडाँडा नम्बर 7-5। टिम चाहिँ कडा कडा आउँदैछ नि गाइज। हकडाँडाबाट फलको सङ्केत। यसको साथमा नम्बर जर्कोटलाई 6-7। रोटेसन फल हुने गएको छ हकडाँडाबाट नम्बर 7 बराबर। सर्भिस जर्कोटबाट फलको सङ्केत। फाइदा हकडाँडालाई हकडाँडा 9-7।
हङडाँडाबाट फलको सङ्केत नम्बर जर्कोटलाई 8-9 हङडाँडाबाट फलको सङ्केत फाइदा जर्कोटलाई 9 बराबर जर्कोटबाट बल कट्न असफल फाइदा हङडाँडालाई 10-9 राम्रो शट हान्दै जर्कोट नम्बर 10 बराबर राम्रो शट काले डनबाट यसको फाइदा हङडाँडालाई 11-10 खै त बाहिर हेर्नु मान्छे बल चेकआउट हान्दै जर्कोट यसको फाइदा जर्कोटलाई 11 बराबर बाहिर हेर बल बाहिर गएको सङ्केत एम्पायरद्वारा यसको फाइदा जर्कोटलाई 12-11 राम्रो पेलिङको साथ नम्बर थप्दै हङडाँडा 12 बराबर चेकआउट प्रयास थियो राम्रो पेलिङ साथ हङडाँडा नम्बर थप्दै 13-12 हङडाँडाबाट फलको सङ्केत यसको फाइदा जर्कोटलाई 13 बराबर फेरि रोटेसनको 14-13 15-13 कन्ट्रोल हुन सकेन यसको फाइदा जर्कोटलाई जर्कोटले हङडाँडालाई पानी बनाइदिएका छन् पहिले राइट रेस लिन सकेनन् केटाहरू रेसै लिएन नि त आएको हाई चिकन केटकेटलाई लगाइदिनु बल कट्न असफल यसको फाइदा हङडाँडालाई 14-16 राम्रो बल प्लेसिङ गर्दै हङडाँडा नम्बर थप्न सफल 15-16 वाममा बनाउनु पर्ने बल कट्न असफल यसको फाइदा हङडाँडालाई 16 बराबर
राम्रो जमेको छ है सायद गाइज। ओहो झारकोटबाट नेट टचको राम्रो सर्ट प्रहार गर्दै नम्बर सर्न सफल झारकोट 17 बराबर। रोटेसनको फल उसको फाइदा झारकोटलाई 18-17। केटाहरूले के हो र रोटेसन खेल्न जान्दैनन् क्या हो? राम्रो सर्ट प्रहार गर्दै हुँदा नम्बर तप्न सफल 18 बराबर। रोटेसन खेल्न जान्दैन रेडले जानेछ त हुन्छ त सेटरले जानेछ त हुन्छ त। राम्रो ब्लक गर्दै नम्बर तप्न सफल 19-18। राम्रो नम्बर तप्दै मकडाँडा 20-18। बल होल्डिङको इसारा एम्पायरद्वारा यसको फाइदा हङडाँडालाई 21-18। बल आउटको सङ्केत एम्पायरद्वारा यसको फाइदा झारकोटलाई 19-21। राम्रो पेलिङ सट हान्दै हङडाँडा 22-19। बल जालीमा यसको फाइदा झारकोटलाई 20-22। राम्रो पेलिसिङ साथ नम्बर झारकोटलाई 21-22। बल आउटको सङ्केत फाइदा हकडाँडालाई 23-21। ल गाइज कडा भइरहेको छ गेम। ओहो ओहो
बल आउटको सङ्केत यसको फाइदा हक डाँडालाई 24-21 राइट एम्पायरद्वारा राइटको सङ्केत यसको फाइदा जर्कोटलाई 22-24 हान काले डन माइनस थियो क्या ल यसको साथ नम्बर हङडाँडालाई यसको साथ एक सेट आफ्नो कब्जामा पारेको छ हङडाँडा टिम क्याप्टनमै बाहिर राख्यो अन्त टिम क्याप्टनको त्यस्तो भरोसा छैन त्यो चाहिँ टिम क्याप्टन लगाई जित्न पर्यो हुक्का डाँडा नामै काफी छ तपाईले फर्स्टचोटि सुनेको होला नाम यहाँ गण्डकी प्रदेशबाट पनि दुईजना सेलेक्ट हुँदैछन् भोलि झन् कडा टिम आउँदैछन् हैन गण्डकी प्रदेशको सञ्जु विक्रम शाह पनि आउने कुरो छ कुरा चाहिँ छ है अब आयोजकबाट भन्ने कुरा छ अब कहाँबाट आउनुहुन्छ त्यो थाहा छैन आउने कुरा चाहिँ छ खै हिमाल सुनारी अब नजिकै वारपार हो के अरे अब आउन पनि सक्नुहुन्छ है कुरा चाहिँ छ कुन टिमबाट आउनुहुन्छ त्यो चाहिँ निश्चित भएको होइन तर गाइज त्यसको लागि चाहिँ लाइभ आउनको लागि तपाईँ लाइक सब्सक्राइब गर्न जरुरी छ प्लिज सबैले 1000 जना पुर्याइदिनु सब्सक्राइब त्यसपछि लाइभ ड्याङ कि ड्याङ आउँछ है गाइज ओहो कतै जमिनी खनिन् त हैनन् रेफ्रीद्वारा फलको सङ्केत नम्बर हङ्क्रा डाँडालाई 1-0 ओ राम्रो प्रयास थियो तर बल आउटको सङ्केत एम्पायरद्वारा नम्बर 2-0 ओ बल नकटेको एम्पायरद्वारा सङ्केत यसको फाइदा हक डाँडालाई 3-0 त्यसले बिहा गरे आएन क्या गोद्नलाई ओहो राम्रो सट हान्दै नम्बर थप्न सकेर जर्कोट 1-3 माइनस भएको छ
बल आउट को संकेत नम्बर जरकोटलाई 2-3 राम्रो शट हान्दै नङडाँडा नम्बर थप्न सफल 2-4 राम्रो शट थियो तर उताबाट रिसिभर बल आउटको संकेत यसको फाइदा जरकोटलाई 3-4 राम्रो चेकआउट हान्दै नङडाँडाले नम्बर थप्न सफल 5-3 सर्भिस आउटको संकेत यसको फाइदा जरकोटलाई 4-5 राम्रो शट हान्न सफल नङडाँडा 6-4 टेकआउटको संकेत यसको फाइदा जरकोटलाई 5-6 बल राइटको संकेत 6 बराबर बल आउटको संकेत 7-6 नङडाँडाबाट टाइमको आउटको संकेत यसको अब हिँड्दै जाने हो अब त जानु ओह्रालो छैन जित्यो भने फेरि भोलि आउँदाखेरि भोलि नै आउने हो भोलि त गाउँमा पिङ बनाउने रोटी पिङ हाल्ने कि कुन स्कुलमा होइन गिरामा राम्रो पेलेसिङ सर्ट यस्तो छ फाइदा छ नङडाँडालाई 7-8 राम्रो फिनिसिङको साथ नम्बर थप्न सफल जरकोट 9-7 राम्रो स्प्याक साथ नम्बर थप्न सफल जरकोट 10-7 खेल
एघार 7 हङ्गाडे तात्न पर्ने देखिएको छ है गाइज 8 11 9 नेट टचको सङ्केत यसको फाइदा डाँडालाई 10 12 राम्रो शट फाल्दै जर्कट नम्बर 13 10 समन्वयको अभाव देखिएको छ जर्कटमा यसको फाइदा डाँडालाई 12 13 राम्रो शट हान्दै डाँडा 13 बराबर Fourteen, 13. Ball out को संकेत हङ्गाडाको रेस चाहिँ गदाबको रहेछ राम्रो पेलेकिङ शट हान्दै नम्बर थप्न सफल अगडाडा 15 बराबर दामी शट हान्दै अगडाडा 15 बराबर बल कट्न असफल 16 बराबर बल आउटको संकेत यसको फाइदा डाँडालाई 17-16 जित्ने भयो क्या केटाहरूले हैन
ब्याकले बल चेक यसका फाइदा जर्कोटलाई 18-17 18 बराबर डाँडा 18 जर्कोट 18 राम्रो प्लेसिङ शट प्रहार गर्दै नम्बर सफल 19-18 अघि डाँडा 19 जर्कोट 18 एक सेट जर्कोटले अघि डाँडाले हात पारिसकेको छ सर्भिस आउट यसको फाइदा जर्कोटलाई 19 बराबर राम्रो शट हान्दै जर्कोट नम्बर 20-19 राम्रो प्लेसिङ शट साथमा नम्बर थप्दै हङ डाँडा 20 बराबर काले डन भित्रको 21-20 जर्कोट 21 हङ डाँडा 20 सर्भिस आउटको सङ्केत यसको फाइदा छ हङ डाँडालाई 21 बराबर बल काट्न असफल यसको फाइदा डाँडालाई 22 बराबर 22-21 के अरे दुखा स्कुलमा त चार्ज गर्ने हुन्छ नि त केटीहरू क्या ल ठिक छ केटीहरूले दुख्दैन ल है गाइज 22 बराबर तेईस 22 very nice placing ल राम्रो चान्स आएको छ ल हक डाँडालाई हान्न पर्यो चौबिस 22 हक डाँडाले राम्रो खेल देखाएको छ आज त्यति बेला हाम्रो भाइको चाहिँ पुठामा फोहोर लाग्यो अरे लुगै मैला भयो अरे अब भोलि फेरि आउनु पर्ने भयो पुठा दुखाउन ल राम्रो चान्स यो साथै हक डाँडाले 2 सेट आफ्नो पल्टामा पार्दै यो गेम जितेको छ ल गाइज हक डाँडाको टिमलाई धेरै धेरै बधाई र साथमा हार्ने टिमलाई नि राम्रो प्रयास राम्रो खेल देखाएको उहाँलाई पनि आगामी दिनको लागि धेरै धेरै बधाई साथ आजलाई त यही अन्त्य गर्दछु भाइ ल प्लिज गाइस लाइभ हेर्न चाहनुहुन्छ भने लाइभ सब्सक्राइब गर्नु होला प्लिज
गेम चाहिँ भोलि कडा हुँदैछ है। गण्डकी प्रदेशको सुल्तानको कुरो चाहिँ सञ्जु विक्रम शाह के भन्ने कुरो आयोजकबाट आएको छ है गाइज। ल बाई।